नमस्कार, म तपाईको उदास बिन्दासको साथी मनराज बुढा। घर चाहिँ मेरो कालीकोट जिल्ला पचालजना गाउँपालिका वडा नम्बर 6 बोलु गाउँ हो। म चाहिँ सानैबाट काठमाडौँमा बस्थेँ र दसैँमा मात्र म घर जान्थेँ। अनि मेरो हजुरबा हजुरआमा बुवा मम्मीले चाहिँ मेरो लागि भनेर काँक्रा चाहिँ एकदम लुकाएर राख्नुहुन्थ्यो हैन। म दसैँ मात्र घर आउँथेँ। मलाई एकदमै माया गर्नुहुन्छ हैन। छ नाति काठमाडौँबाट आएपछि खाने भनेर मम्मीले काहीँ राख्नु रहेछ। यहाँ छ काँक्रो। यति माया हुन्छ कि यहाँ छोपेर राखेर चाहिँ यहाँ राखेको छ। यहाँ छ अनि फुल फुलिराख। हामी गाउँमा जन्मेकोहरूलाई चाहिँ यो फुलहरू हैन, हरियाली वनजङ्गल देख्नु कुनै नौलो कुरा त होइन, तर पनि आफू धेरै दिनपछि जाँदाखेरि चाहिँ अलि अनौठो लाग्ने रहेछ, जोस् रमाइलो लाग्ने रहेछ। त्यही पनि मलाई भिडियो खिच्न मन लाग्यो। पुरा भिडियो हेर्नु छ है त। सके भने डर लाग्छ गाइस। फुल चाहिँ कस्तो मजाको छ भने आहा मकैबारी फुल छ। ता फुल यो म चाहिँ मकैबारीमा हिँडेँ। मकैबारी यो रुख चाहिँ मैले रोपेको थिएँ पहिला। यो फुल पनि मैले पहिला रोपेको थिएँ, अहिले त सबै गइसकेछ। अनि यो चाहिँ हाम्रो ओखरको रुख गाइस। यो चाहिँ हाम्रो ओखरको रुख चाहिँ मकैबारी। अनि यहाँ मोटामोट रान लाग्यो। यहाँ तल हाम पाल्छु बाटोमा। यहाँबाट यहाँ चाहिँ फुल छ। यहाँ चाहिँ फुल यो चाहिँ मुला बारीमा सिँढीमा। अनि त्यो छुच्ची बहिनी यहाँ छ हौ। बहिनी छुच्ची बहिनी लौ खानु आफै पो खान्छ त। खुवाइदेऊ न नि। किन मेरो बहिनीहरू पनि मलाई कट्टिने भन्ने गरेर थालेको। म त यहाँ भ्लग बन्न जान्छु भनेको। यहाँ हेर न के हो त नि। जाम न अनि जाम न के भने यार बहिनी। गाइस अब हामी चाहिँ अब घरमा 10 बजीतिर फर्किन्छ। बेलुका खसी काटिन्छ। अनि खसी काटेको भिडियो चाहिँ हामी यसमा हाल्दैनौँ। रमाइलो छ गाइस। त्यो डाँडा हिजो हामी त्यो डाँडाबाट आएको। त्यहाँसम्म हाम्रो हिजो गाडी आएको थियो। अनि त्यहाँबाट हामी हिँड्दै आएको। अनि मेरो घर चाहिँ त्यो हो। त्यो घर चाहिँ मेरो घर हो। अर्को घर चाहिँ तल छ। अनि त्यहाँबाट हामी अलि माथि हुँदै अब हामी बाजुरातिर जान्छौँ। बाजुरा चाहिँ उता माथि डाँडातिर हो। अनि हामी अलि त्यहाँबाट रमाइलो छ गाइस। त्यो बाटो यस्तो छ गाइस। के भन्नु भाइ। यहाँ मकै खस्यो गाइस। यहाँ मकै अनिस बारी मकै बोकिरहेछ, काम गरिरहेछ। मकै बेचिरह कहाँ घर लाने। ए बा अब पाहुना आउनु भनेको बाजे पनि त हाम्रो कस्तो डेन्जर हुनुहुन्छ। बेलुका सबै पाहुना काम लाउनुपर्छ भनेर काम बाजे काम लाउनुपर्छ भनेर हो। बेलुका पाहुना आउने काम बेलुका पाहुना काम गराउँदा त बाजे अब हामी थाप्ला जाने बाजे। थाप्ला बाजे हामी थाप्ला जाने अब
हामी कौले खाने भने खाऊ बाजे हामी थाप्ला जाउँ थाप्ला त गाई ल्याए डिम्बल ल्याए डिम्बल बाजे बाजे यो तपाईँको फोटो आइरहेको छ हेर्नु कहाँ हेर्नु त हेर ल भन्नु न हेर बाई 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 भाइ भाइ के भन्नु छ बाजे के भन्नु भन्नु न भन्नु के रे के भन्नु न भन्नु न केही न के भन्नु न केही न के भन्नु न मेरो नाति कस्तो छ भन्नु न राम्रो छ कि राम्रो छ भन्नु न मेरो नाति राम्रो छ कि बलि भागा कस्तो छ कस्तो छ भन्दिनँ है ठिक छ कि ठिक छैन बिहा गर्न छ कि छैन भनेर सोध्नु बुहारी ल्याउन छ कि छैन नाति त राम्रो छ है बाजे भिडियो बनाउनलाई हो भिडियो बनाउनलाई हो बग्नु न हामी लगिहाल्छौँ नि कस्तो कस्तो काम गर्नु भाइ तिमी छिटो आऊ ल तपाईँ हिँड्नु गर्नु हामी आउँछौँ कहाँ जानु लाग्यो त जानु घर जाने तपाईँ हिँड्नु न म आउँछु म जाने म लगिहाल्छु नि म लगिहाल्छु नि म भाइलाई हेर्नु न धान काट्दा आइयो न आइयो होइन होइन राम्रो छ नि मान्छे हिँड्नु बाजे हिँड्नु हामी आउँछौँ दौडी छिटो आउँछौँ बार छोरो बारे पानी हुन्थ्यो त नि माथि मैले ब्याट्री राखेको छु चोर्ला नि फेरि ब्याट्री राखेको छु नयाँ ब्याट्री जिल्लाको ब्याट्री जोइन गरेर राखेको छु कि चोरा को चोरा लानु चोरा लानु दसैँ दिन होस् छोडिदिनु के गर्ने हो कि यो जिउडा अलिक छोटो गर्ने हो कि लामो भएसलाई कहाँ पर जाने यहाँबाट जाने अनिस भाइ अनिस अब हामी तल घर जान लाग्यो यो बोकेर बोकेर अब घर जाने हामी घरबाट अहिले हामी एकछिनमा आउँछौँ है गाइस म घर पुग्नु लाग्यो गाइस मेरो घर चाहिँ त्यहाँनिर छ कति दिनपछि मैले आफै भारी बोकेर आएको छु अनि काठमाडौँ आउने नमस्ते गाइस यो मेरो घर उहाँ मेरो मम्मी आमै ऊ हुन्ची अरे तँ यहाँ दि सिराजी सिराजी भने केही बोल नमस्ते गाइस नमस्ते गाइस नमस्ते गाइस कहाँ हो यो कालीकोट अनि अरू बोल अरू बोल्दैन दादा सिट के अरे यो मेरो घर यतापट्टिको यो मेरो माथि कोठा छ अनि माथि छ यस्तो छ त्यहाँसम्म हिजो त्यहाँबाट आएको बाट मैले एकदम धेरै काम गरेँ गाइस कम्ती काम गरेँ भित्र आज रोटी पनि आज बिहानभरि खाना पकाउने काम पनि मेरो थियो खाना पकाएँ अनि धान आज दिनभरि धान काट्न गएँ अनि त्यहाँबाट माथि मकै डुलेर अनि मकै केलाउनलाई मकै लिएर आएको छु यहाँ एक डोको मकै घर पनि मैले लिप्या हो माला पनि मैले उनेको माथि यहाँ ओ यो फुल होइन यो त म रोपेको ढाँट्दिनँ म अनि यो फुल रोपेको अनि यो मेरो कोठा चाहिँ यहाँ हो माथि यो टोयलेट पनि अस्ति म जाँदाखेरि बनाएको थिएँ यस्तो जग्गा मेरो पाना पनि देखेन र दा हुनुहुन्छ ल के भन्नु त बाजेले भनिसक्नुभयो के भनिसक्नुभयो तपाईँ के भन्छु भन्नु बाजे पनि देखाइदिन्छु मैले सबैलाई ह्याप्पी दसैँ
ए ह्याप्पी दसैँ भन्ने बिर्सेछु सबैलाई ह्याप्पी दसैँ है त्यत्रो भिडियो बनायो ह्याप्पी दसैँ भन्ने बिर्सेछु ह्याप्पी दसैँ है सबैलाई सबैलाई ह्याप्पी दसैँ विशेष तरिकाले राम्रो तरिकाले मनाउनु भन्ने सबैको आष्ट भरोसाको साथ उत्साहको साथ हामीले बसिरहेको छ प्रतीक्षा गरिरहेका छौँ त्यही भएर अब केही क्षण बसी यता 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 रमा यो राम्रो देखिन्छ मैले घाँस ल अब के भन्नु अब लैजाऊ भन्नुहुन्छ यो घाँस माथि डाँडाहरूको पुऱ्याउँछ यो घाँस छ घाँस हगिल्दो कहाँ हो अथुङ रहेन यार भयो बुवा के हो अब म घाँस लिकन जानला खर्क यो घर हाम्रो कस्तो खतरा के अरे त्यो के अरे धुवा रहित जानलाको खर जानला दस मिनट भिजुअल गएको भने हजुर ल पछि हामी गयौँ है खर्क जानु लाग्यो फेरि अघि मकै लिएर आएँ फेरि खर्क जानु लाग्यो यो रुख अस्ति यो बैँसको रुख अस्ति मैले रोपेको ठुलो भइसकेछ तिमीले एउटा कुरा याद छ पहिला हामी यहाँ बेडो खान्छौँ एक दिन छडिएको थियो याद छ हिँड्दैछु घाँस ल्याएर घाँस यो भिडियो चाहिँ 2081 सालको दसैँको भिडियो हो समयमा पोस्ट गर्न सकिएन त्यसको लागि क्षमा प्राप्ति छु हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला धन्यवाद